ओहो त्यो जुन ठाउँबाट पिसाब फेर्नु पर्ने त्यो ठाउँमा छैन पाल त्यो अण्डकोष र लिङ्गको जुन बिचमा नली छ त्यो नलीबाट नलीमा पाल छ त्यहीबाट पिसाब आउने हो बाबु त्यहीबाट पिसाब तल झर्छ तल चुन्छ कट्टुमा चुन्छ पिसाब सबले खिजाउँछन् के भनेर खिजाउँछन् रुनी हैन फेरि जायमा मुच्छ भनेर खिजाउँछन् नरो बाबु नरो बिचरा यस्तो ठुलो समस्या रहेछ दर्शकवृन्द बाबुको यो समस्या जुन मैले देखेँ तपाईहरुलाई देखाउन मैले सकिनँ तर मैले जुन कुरा तपाईहरुमाझ भने सुनाएँ ठ्याक्कै त्यही किसिमले बाबुमा त्यो किसिमको समस्या रहेछ एकदमै जटिल समस्या हो यो तपाई हामीले थोरै केही मद्दत गर्यो भने भाइको उपचार हुन्छ भाइको अपरेसन गर्न सकियो भने भाइ निको हुन्छन् तपाई हामी जस्तै हुन्छन् यति सानो बाबु छ बिचरा अझै ठुलो मान्छे हुन बाँकी छ अझै धेरै उमेर छ बाबुको बाबुलाई बचाउन तपाई हामीले सानो मद्दत गर्न सक्यो भने भाइलाई निको हुन्छ धेरै पनि हैन 2-3 लाख भयो भने सायद अपरेसन हुन्छ होला यही घर त हो नि हैन कुवेतमा बेचिएकी चेली सुमित्रा विक जसलाई हामीले उद्धार गरेर नेपाल ल्याएका थियौं हामी उनको घरमा आएका छौं एकदमै ठूलो समस्या रहेछ घरमा बिचरा है घरमा पनि तिरपालले यसरी पानी पसेर होला तिरपाल लगाउनु भएको छ घरमा नमस्ते नमस्ते तिमी हो बाबु बिरामी भएको तिम्रो नाम के हो बाबु रमेश बाबु के भएको हो तिमीलाई मलाई पिसाब फेर्ने डुला परेछ के भन्यो पिसाब फेर्ने तलमा डुला परेछ पिसाब फेर्ने ठाउँमा मतलब तलतिर पाल छ अनि तपाईहरुले यो चेक गर्नु भएको छैन यस्तो ठुलो समस्या आयो त चेक गरे चेक गर्दाखेरि अपरेसन गर्नुपर्छ 10 वर्ष र 15 वर्षको बीचमा गर्नुपर्छ त्यो भन्दा अगाडि गर्दा पनि कमजोरी छ डर हुन सक्छ भनेर भन्थे पछाडी पनि अब पैसा पनि धेरै लाग्छ भनेर भन्थे त्यही भएर अब कमाएर गर्ने विदेश गएर कमाउँछु घर बनाउँछु छोराको दबाई गर्छु टाइममा भनेर गएको पनि आफूलाई त्यस्तै भयो आफ्नो भाग्यले साथ नदिया भनौं के भनौं विदेश गएर पनि त्यस्तै दुःख पाएर आउनु छोराको उपचार गर्ने भनेर तपाई विदेश जानु भयो हैन हजुर हेर्नुस् त दर्शकवृन्द यता आउनुस् त सुमित्राजी तपाई उहाँ सुमित्रा विक हुनुहुन्छ तपाईले चिन्नु भयो कि भएन कुवेतमा बन्दकमा पर्नु भएको थियो कुवेतमा बेचिनु भएको थियो धेरै प्रयासपछि हामीले उहाँको उद्धार गरेर नेपाल ल्याएका थियौं आफ्नो छोराको उपचार गर्नका लागि भनेर धन कमाउन कुवेत जानुभएकी सुमित्रा उतै बेचिनु भयो र बन्दकमा पर्नुभयो बन्दकमा पर्नुभएकी सुमित्रालाई हामीले जेनतेन गरेर उद्धार गर्यौं र अहिले उहाँले रुदै हामीलाई फोन गर्नुभयो छोराको रोग छोराको जुन समस्या छ त्यो झनपछि झन बल्झिरहेको छ एकचोटी आइदिनु न भनेर भन्नु भएको थियो अनि त्यो कारणले गर्दा म दाङ आएको बेला अहिले उहाँको घरमा आए पुरुष मान्छेले जसरी लिङ्गबाट पिसाब फेर्नु पर्ने हो त्यसरी भाइको पिसाब आउँदैन दर्शकवृन्द यो अण्डाशय र यो लिङ्गको यो बीचको यो नलीमा पाल परेको छ त्यही पालबाट भाइको पिसाब आउँदो रहेछ यो एकदमै ठुलो समस्या लाग्यो मलाई अब यो परिवारले कसरी आफ्नो छोराको उपचार गराउने छोराको उपचार गराउला भनेर धन कमाउन कुवेत पुगेकी सुमित्रा आफै बन्दकमा पर्नुभयो आफै बेचिनु भयो बल्ल तल्ल उहाँको उद्धार त भयो अब छोराको कसरी उपचार गर्ने यो चिन्ताले उहाँहरूलाई पिरोलिरहेको छ हेर्नुहोस् यही घर हो उहाँको अहिले बर्खाको समय छ भित्र किन चिसो छ भनेको पानी बग्दो रहेछ माथि तिरपाल लगाउनु भएको छ पानी चुन्छ होला सायद त्यही भएर तिरपाल लगाउनु भएको होला विदेश गएको थिए भने जस्तो भएन उल्टै आफै त्यस्तै भएर बेचिएर फर्केर आउनु पर्यो दुःख लाग्छ सम्झिँदा सोच्दा
तपाईँ पनि एकदमै बिरामी हुनुभएको थियो विदेशबाट आउने बेला, अहिले तपाईँलाई कस्तो छ? पहिलाभन्दा फरक छ अलि। अहिले त समस्या छोराको भयो होइन? हजुर, समस्या आफूलाई त राम्रो भयो। अब अलिअलि रोग भए पनि दबाई गरेर सन्चो होला जस्तो लाग्छ। अब जुन कामको लागि जे सोचेर गएको थिएँ त्यो पुरा हुन सकेन। आमा विदेश गइसकेपछि आमाले पैसा कमाउनुला अनि मेरो उपचार होला भन्ने भएको थियो होला नि है? अब कसरी गर्छ उपचार, कसरी हुन्छ उपचार? अब कसरी हुन्छ थाहा छैन। दुख्छ एकदमै। अब कसरी उपचार गर्ने सोच्नु भएको छ त? कसरी सोच्ने, अब मबाट त मैले गर्छु भनेर सोचेर आँटेर गएको थिएँ, गर्न सकेन। अब हजुरहरूको सहयोगले गर्दा मलाई पनि निकालिदिनु भयो, उद्धार गरिदिनु भयो, नेपाल आउन पाएँ, सकुशल फर्किन पाएँ। अब यही आशा छ छोरालाई पनि इलाज गरिदिनुहुन्छ हजुरहरूको सहयोगले भन्ने लाग्छ। अहिलेसम्म किन उपचार नगराउनु भएको? यस्तो समस्या रहेछ, सानैदेखिको समस्या रहेछ। अब उपचार गर्नलाई पैसा चाहियो, पैसा धेरै भनेको थियो, डक्टरले धेरै लाग्छ भनेको थियो, किनभने 2-2.5 लाख रुपियाँ लाग्छ भन्थ्यो। अनि त्यतिको लागि अब हामीसँग अब कहिले बेला 5 रुपियाँ त हुन्न, झन् त्यत्रो 2.5 लाख रुपियाँ अब एकजनाले कमाएर यत्रो 3जनाले खाने लगाउने हुन्छ। त्यसैमा घरको अवस्था यस्तो छ, कमाइ भने जस्तो हुन्न। 8-10 हजार कमाएर कसरी यसको इलाज गर्न सकिन्थ्यो र खाना लाउनमै ठिक्क हुन्छ। त्यही भएर गर्न नसकेर अब म गर्छु त विदेश गएर अलिकति धेरै कमाएर भनेर गएको थिएँ। त्यही पनि सोचेको जस्तो भएन। त्यही अब कसरी गर्ने, हजुरहरूले गरिदिनुहुन्छ कि भनेर हजुरहरूलाई फोन गरेर बोलाएँ। 2-3 लाख भयो भने उपचार हुन्छ बाबुको? हुन्छ भने 2-3 लाख रुपियाँ जताबाट भए पनि जम्मा हुन्छ। हेर्नु, हामी ढुक्क छौँ, हाम्रा दर्शकहरूले कतै न कतैबाट यो सहयोग बाबुको लागि, यो सानो भाइ 13 वर्षको भाइ रमेशका लागि तपाईँहरूले सहयोग गरिदिनु होला, आफ्नै छोरो सम्झेर सहयोग गरिदिनु होला। यो बबाई नदी हो, यो बबाई नदीको छेउैमा यो घर छ। यो दाङको कोराई उपमहानगरपालिका वडा नम्बर 3 को गैराखुट्टी भन्ने ठाउँ हो।